सो हेलो गाइज वेलकम ब्याक टु इन्टरटेनमेन्ट भिलेज आई होप कि तपाईँहरू सबैजना राम्रो हुनुहुन्छ। म चाहिँ अहिले बेङ्गलोरबाट भिडियो बनाउँदैछु। बेङ्गलोरमा छु, गाउँ चाहिँ जानु पाएन योपालि दसैँमा पनि टिकटमा पनि। त्यही भएर यसो अब ड्युटीमा त भिडियो बनाउनु पाउँदैन, त्यही भएर रुममा आएर एउटा भिडियो तपाईँहरूको लागि ल्याएको छु धेरै दिनपछि। अन्त हजुरहरू देखाउने छु रुममा हामीले पूजा गरेको भिडियो, यो लक्ष्मी पूजाको। सबैलाई ह्याप्पी दिवाली गाइज, हेर्दै गर्नु होला भिडियो। सबैजना हेर्नुहोस् होला, हामी चाहिँ बेङ्गलोरमा चाहिँ के अरे लक्ष्मी पूजा मनाउनु गइरहेको छु। तर यो चाहिँ युट्युबमा हाल्नुको लागि चाहिँ बनाएको होइन भिडियो। यस्तो वाट्सएपको अब साथीभाइहरू कति छ, इन्स्टाग्राम फेसबुकमा कति साथीभाइहरू छ, त्यसलाई देखाउनु लागि चाहिँ यसो बनाइदिएको भिडियो। अहिले चाहिँ म फिलहाल बेङ्गलोरमा छु, घर जानु पाएन, त्यही भएर रुममै अब लक्ष्मी पूजा पुज्दैछु हामी। तपाईँहरू हेरिदिनु होला, भिडियोमा बनिरहनु होला। बाहिर बाल्नु लाँदैछु, तपाईँहरू भिडियोमा बनिरहनु होला गाइज। त्यसो त बाहिर हामी दियो लगाउनु गइरहेको छु हो, एकैपल्ट गर्दैछु अरे। अब यहाँ फेरि भिडियो लगाउनु पर्ने भयो हो, लक्ष्मी पूजा त घरमा मान्थ्यो। अब ए माथि सुन्न बनाइरहेको छु, यहाँ लगाइदिनु। भित्र राख्दैछु यहाँ माथि। राख्दिनु राख्दिनु, भित्र चाहिँ नलाउने एउटा पनि थियो, किनकि भित्र पनि त लाउनु पर्छ। अब चाहिँ दिदीले नरिवल फुटाउनु आँटेको छ। फुटाउने बित्तिकैमा चरा दिइहाल पानी। ए पानी चढायो। अब त्यहाँ पानी चढाउनु लागिसकेछ। अलिकति भइगयो, छिट्टा पऱ्यो पनि भइहाल्यो। ल है, हामीले चाहिँ लक्ष्मी पूजा पुगिसकेको छु। यहाँ माथि पनि एकदम सजाएको छ धेरै, यहाँ पनि मजाले सजाइसकेको छ। पैसा देखाएर चाहिँ नलगाउनु है गाइस तपाईँहरू चाहिँ। हुन्छ केही छैन हुन्छ हुन्छ। पूजा गरिसकिसकेको छु। अन्त एकदम सस्तो मस्तो भन्यो भने पनि जस्तै भन्यो भने एकदम पटेका रकेटहरू एकदम ल्याइसकेको छु। अब चाहिँ हामी पड्काउनु गइरहेको छु, तपाईँहरू भिडियोमा बनिरहनु होला, हेर्दै गर्नु होला। पूजा एकदम गरिसकेको छु हामीले होइन। ल है, हामीले चाहिँ एकदम रेडी गरिसकेको छु। यहाँ रोकेट पड्काउनु लागि छतमा आएको चाहिँ माथि। धेरै रमाइलो छ है बेङ्गलोरमा चाहिँ, धेरै रमाइलो, धेरै रमाइलो चारैतिर। एकदम गाउँ जानुपर्छ भन्ने एउटा फिलै नआउने खालि एकदम धेरै रमाइलो हुँदैछ है बेङ्गलोरमा चाहिँ। यति चाहिँ थाहा भयो। छत चढ साह्रै भन्दा साह्रै थाक्यो। एकदम धेरै दामी छ यताको जग्गाहरू, धेरै दामी एकदम। उताको नजाराहरू हेर्नुहोस्, चारैतिर एकदम खुसियाली रमाइलो र दामी, एकदम धेरै दामी छ। भिडियो बनाइरहनु होला गाइस।
है अब चाहिँ हामी रोकेट उडाउनु गइरहेको छु रोकेट एकदम दामी एकदम हुँदैछ यहाँ भाइले बाल्दैछ रोकेट हेर्नु तपाईँहरू हामी छतबाट बालेको झन्डै स्थितिलाई साह्रो पर्यो धेरै धेरै मुस्किल हुँदो रहेछ रकेट चाहिँ उल्टो उल्टो जाँदो रहेछ साह्रो पर्दो रहेछ हेर्नु होला तपाईँहरू भिडियो बनिरहनु एकछिनको मजा यहाँ बेङ्गलोरमा चारैतिर रमाइलो छ है चारैतिर रमाइलो दिवालीको धेरै रमाइलो छ है बेङ्गलोरमा बेङ्गलोरमा चाहिँ धेरै रमाइलो छ चारैतिर यताको लोकल कनाडाहरूले चाहिँ के अरे पड्काउन नदिँदो रहेछ आफै पड्काउँदो रहेछ यति बन्डल ल्याएर राखेको रहेछ माल खाएर आफै पड्काउँदै लुङ्गीवालाले पड्काएको हेर्नु होला अब हामीले त चान्स त पाएन पड्काउनु अब यिनीहरूको हेर्दै बसाइ लुङ्गीवालाले पड्काउँदैछ है लुङ्गीवालाले पड्काउँदैछ अब हेर है लुङ्गीवाला भाग्यो लुङ्गीवालाले चान्स नदिँदा रहेछ यहाँ कनाडाहरूले एकदम तिनीहरूले चाहिँ पड्काउँछ भन्दो रहेछ है हाम्रो यत्रो बाँच्यो त्यहाँ अझै सामानहरू बाँच्यो केही पड्काउनु पनि पाएन हामी के गर्नु अब यति नै हो भिडियो अन्तिम भिडियो तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब सबैलाई अहिलेको लागि बाई बाई